म अहिले चाबेल चोकमा आइसकेको छु। यो काठमाडौँ महानगरपालिकाद्वारा निर्माण भइरहेको यो फल छ तपाईहरुलाई म देखाइरहेको छु। यो बालिन शाहले चाबेल एरियामा पछिल्लो समयमा गर्नुभएको यो गोपीकृष्ण नजिकै रहेको पेसेन्जर वेटिङको लागि बनाइएको यो फल छ। मजबुत काठद्वारा नयाँ फल छ। पुरानो स्टाइलमा बालिन शाह र महानगरपालिकाद्वारा निर्माण भइरहेको यो फल छ तपाईहरुलाई म देखाइरहेको छु। यो चाबेल स्थित गोपीकृष्ण हल नजिकै यो बन्दै गरेको फल छ हो। बालिन शाह काठमाडौँको मेयर भएपछि निर्माण हुँदै गरेका यी संरचनाहरू तपाईहरुलाई देखाइरहेको छु म। र यो फुटपाथको लागि पनि यसरी चिटिक्क पारेर निर्माण गरिएको छ यो चाबेल एरियामा।